सबैलाई नमस्ते भन्दै म डेली अपडेटमा आइसकेको छु। लिचीको जुसलाई लिएर हेर्नुहोस् न, यो स्कच यति साह्रो मिठो छ कि अब यो दार्जिलिङ फ्रेस हो। अनि अरू पनि हामीले जोइलर जुसहरू पनि हामीले राखिसकेका छौँ हाम्रो नानीहरूको लागि, हाम्रो सानसानो भाइ बहिनीहरूको लागि। र अरू चिजभन्दा पनि यी सबै आइटमहरू चाहिँ अति राम्रो हुन्छ नि त यो जुसहरू चाहिँ। अब किनभने गरम चाहिँ यति बिना चढेको कारणले गर्दाखेरि आज मैले जुस देखाउने प्लान गरेँ होइन हजुरहरूलाई। हेर्नुहोस् न, यहाँनिर चाहिँ अब यो लालीगुँरास यस्तो राम्रो दार्जिलिङमा फुलेको फुलको जुस खानु पाएँ कि खोज्नु। र पेसन जुस हेर्नुहोस् न, गरानरको जुस त्यसरी नै मजाको आएको छ। र यसरी लिचीको जुस, यो पाइनएप्पल, ओरेन्ज जुस हेर्नुहोस् न कस्तो राम्रो राम्रो नि, म्याङ्गो मिटहरू, यो सबै जुसको आइटमहरू हामीले ल्याइसकेका छौँ मजाले टन्न पारेर। र मैले अहिलेसम्म सबै निट एन्ड क्लिन साफ सफाइ गरेर एकदमै स्वास्थ्यलाई एकदमै बेसी ध्यान दिन पर्ने हुन्छ हामीले। त्यसैले गर्दाखेरि कसैलाई पनि कुनै कुराहरूको इन्फेक्सनहरू नहोस् भनेर नै म बिहान आएर चाहिँ टक्क एकदम मजाले साफ सफाइ गरेर चाहिँ निट एन्ड क्लिन गरेर सराउन्डिङ एरियाहरू साफ सफाइ गरेर चाहिँ हजुरहरूलाई मैले भिडियो बनाएर पोस्ट गर्दैछु। हेर्नुहोस् न, यसरी गुन्द्रुकहरू पनि एक डोको भएर यसरी बसिरहेको छ। हजुरहरूलाई म देखाइदिउँ न होइन, यो फिरिङ्गे चिम्फिङ यो सबै आइटमहरू यहाँनिर पाउनुहुनेछ। र हेर्नुहोस् न, यो चिप्सहरू पनि यो नाना प्रकारका चिप्सहरू पनि यसरी राखिसकेका छौँ। र हजुरहरूलाई यही कुरा भन्न चाहन्छु कि हामीले राखेको हरेक सरसामानहरू हजुरहरूलाई कस्तो लाग्छ कमेन्टद्वारा हामीलाई यसरी नै सजेस्टहरू गर्नु होला भन्दै बाई भन्न चाहन्छु सबैजनालाई। बाई, सी यू।